नमस्कार, म दीपक विष्ट, शिव नमुना माध्यमिक विद्यालयको मावि विज्ञान शिक्षक र सहायक तथा कावासोती नगरपालिकाको विज्ञान विषय समितिको संयोजक र यो विज्ञान क्लब, हाम्रो नगरपालिका स्तरीय विज्ञान क्लबको अध्यक्ष। र हामीले यो आविष्कार उत्पादनको जग मेरो विद्यालय कार्यक्रमलाई नवप्रवर्तनमुखी कार्यक्रमको रूपमा एउटा विज्ञान कर्मी भएको हिसाबले विज्ञानको पाठ्यक्रमलाई कक्षा कोठाको सिकाइ क्रियाकलापलाई कसरी जीवनसँग जोड्न सकिन्छ, कसरी समुदायसँग जोड्न सकिन्छ, कसरी उत्पादनसँग जोड्न सकिन्छ, कसरी सिप र रोजगारीसँग जोड्न सकिन्छ र अन्ततः नगरपालिकामा मात्र नभएर यो समग्र राष्ट्रकै चाहिँ नि इकोनोमिक चाहिँ ग्रोथमा कसरी साइन्स एन्ड टेक्नोलोजीले चाहिँ नि यो सपोर्ट गर्न सक्छ भन्ने चिन्तनका साथ त्यसको जग चाहिँ विद्यालय बन्नुपर्छ र त्यसको जगमा विद्यार्थीबाट चाहिँ स्टार्ट गर्नुपर्छ भन्ने माइन्ड सेटअपबाट आदरणीय राजन सरको गाइडेन्समा हामीले कार्यक्रमहरूलाई अगाडि लन्च गर्दै गयौँ र आजको दिनसम्म पुग्दाखेरि हजुरहरू धेरैवटा विद्यालयमा पुगिसक्नु भएको छ। 23वटा विद्यालयमा विभिन्न किसिमका विद्यालयको वस्तुनिष्ठ आवश्यकताको आधारमा सम्भावित फिजिबिलिटीको आधारमा आएका जुन सम्भावित प्रस्तावनाहरूलाई चाहिँ हामीले स्वीकार गरेर हामीले काम गर्दै गर्दाखेरि आज यो स्टेजमा पुगेको हो। र यसभित्रमा शिव नमुना माध्यमिक विद्यालयले चाहिँ अब यो हामी कावासोती नगरपालिकाको एउटा चाहिँ नि थोरै बजार क्षेत्रमा भएको शैक्षिक संस्था र यहाँका अभिभावक र विद्यार्थीहरू करिब धेरै खेतबारीमा भन्दा पनि अलिकति चाहिँ त्यही किसिमको बजारीय अवस्था भएको हुनाले हामीले गमला खेतीलाई प्रायोरिटी दिने र यसका लागि फुललाई हामीले चाहिँ टार्गेट गरेका छौँ। फुललाई नै हामीले गरेका छौँ र यसमा लेयरिङको कुराहरू, ग्राफ्टिङको कुराहरू र यसको प्रोडक्सनको फेजमा हामीले जोडेका छौँ र यो चिज सँगसँगै यसलाई आवश्यक पर्ने फर्टिलाइजरको सन्दर्भलाई हामीले यो भर्मिङ फर्टिलाइजर र यता लिक्विडको रूपमा चाहिँ हामीले युरिनलाई नै प्रयोग गरेर अहिले चाहिँ हाम्रै लागि युज गरेका छौँ भने भोलि हामी यसलाई रिसर्चको रूपमा युरिन सक्सेस भयो भने त्यसलाई न्युट्रलाइज गर्नुपर्छ। पिएच चाहिँ एसिडिक हुन्छ युरिन, त्यसलाई चाहिँ न्युट्रलाइज गर्नलाई पानी मिसाउनुपर्छ भन्ने कुराहरू सरले भनिसक्नुभयो। त्यो प्रिन्सिपलमा हामीले न्युट्रलाइज गरिसक्यो भने भविष्यमा त्यो गेलेनको हिसाबले बेच्ने अवस्था पनि हुनसक्छ। तर पनि अहिलेलाई हामीले यो नर्सरीलाई जोडेर योको बिरुवा यहाँका बाबु नानीहरूले बनाएको उब्जाएको बिरुवा यहाँहरूका बाबु नानीहरूले हो भनेर यो चाहिँ सिधै हामी अभिभावकसँगको एउटा समुद्र सम्बन्ध निर्माण गर्ने र संस्था शिवमावि हरेक विद्यालयको अभिभावकसम्म पुग्ने एउटा संयन्त्र रूपमा कणीको रूपमा हामीले यो परियोजनालाई लिएर अगाडि बढेको कुराहरू म जानकारी गराउन चाहन्छु।